फाइनली गाइस हामी चाहिँ केराबारी 2 जेफाले आइपुगेको छौँ। एकदमै धेरै झापा सुनसरी मोरङको गर्मी एकदमै तपाईहरु सहन सक्नु हुँदैन भने जेफाले आउनुस्। एकदमै राम्रो छ, बवाल छ, शीतल छ, भेलेटार भन्दा पनि चिसो, दामी एकदमै राम्रो छ। तपाईले देख्न सक्नुहुन्छ यताको टाउन बस्तीहरु सबै कुराको सरसुविधा र यहाँको खानपिनहरु एकदमै चिप छ, एकदमै राम्रो पनि, मिठो पनि, बस्नको लागि पनि एकदमै तपाईको एकदमै प्राइस एकदम कम्ती छ। र जो कोही कलेजमा पढ्ने केटाकेटीहरु हुनुहुन्छ अथवा फ्यामिली हुनुहुन्छ तपाईहरु मस्तसँगले जेफाले आएर एकदमै राम्रोसँगले तपाईहरु बस्न सक्नुहुन्छ। यहाँलाई रिल्याक्स फिल गर्न सक्नुहुन्छ। एकदमै चिसो मौसम छ। अझ हामी चाहिँ यो पुरा गर्मीमा आएको हो। अब तपाईको जाडो महिनामा त अति नै धेरै जाडो हुन्छ अरे। मस्तसँगले यहाँ एउटा यस्तो स्कर्पियो लिएर पनि आउन सक्नुहुन्छ। तपाईले स्कर्पियोहरु पनि देख्न सक्नुहुन्छ। यहाँनिर लगभग कारहरु पनि आइपुग्छ। हामी चाहिँ बाइकहरुमा आएको, बुलेटहरु, एनएस पल्सरहरु लिएर आउनु होला। एकदमै राम्रो छ। तलतिरको साइडहरु पनि बवाल दामी छ। उतातिरको भिरहरु पनि दामी छ। डाँडाका वरिपरि एकदम हाइटमा भएको। अझै यहाँदेखि माथि तपाईको टावर छ। एकदमै हाइटमा टावर छ। लगभग 1000 फिट माथि पर्छ टावरको माथि हो। एकदम राम्रो छ। जो कि आउनुहुन्छ तपाईले आएर भिजिट गर्न सक्नुहुन्छ जेफाले।